गाइजहरू आज के ईदको दोस्रो दिन है। अनि यहाँ चाहिँ खसी हाले खानको, यो खसी हाले खान बाख्रा हो। ए बाक्सा, यो बाक्सा चाहिँ खसी हालेका खान क्या। ईदको दोस्रो दिन हिजो बिहान 2टा खाएँ, आज बिहान एउटा काटेँ। अब यहाँ एउटा छ के कलियो। यहाँ त खसी खान्नन् कि बाख्रा खान्छन् भन्थे। खसी चाहिँ 3टा हुन्, बाख्रो छ के। बाख्रो त्यही छ, नत्र हेर त्यही उति यो चाहिँ बाख्रै हो। खसी चाहिँ हिजै काटेको ल। अनि मैले के त्यो खसीको आन्द्रा भुँडी मलाई राखिदिए भनेको थिएँ। त्यसो त राखिदिएको क्या हाम्रो बाबाले त। तैँले भने आतिस त्यो भित्रास भन्थ्यो। भने अनि त्यहाँ बनाइदिया भन्थ्यो। खोइ भनेको त्यही हो भने। अनि ए त्यो मेरो लागि हो भनेको क्या। अनि मेरो लागि थाहा छ कतिका जम्मा बाखानी 4वटा खसीको भित्रास। अब यस्तो यो रमजानको बेला यो भित्रास खान्नन् नि त यिनीहरू। अनि यत्रो खसी खाएर पनि के चाउरी परेको हो म। हिजो फेरि यिनीहरूले मस्ती मस्ती खाएको थिएँ, मलाई थोरै दिएको थियो कि। अनि अरूको भाग ठुलो देखेँ भने फेरि मेरो आना आइहाल्छ। यस्तो छ बेहोरा। अरूलाई धेरै देखेँ भने मलाई ढालाइहाल्छ यी आँखा, थाहा भइहाल्छ। अनि मलाई थोरै थियो कि हिजो। कतिका मन्टा चाहिँ राखिनँ। यसको पनि यो टाउको चाहिँ खै काट्ने मान्छेले लैजान्छन् कि, तर भन्यो भने दिन्छन् क्या। टाउको त यहाँबाट सरल कहाँ लैजानु है। भित्र चाहिँ के गर्ने सोचेछु भने पहिला फ्राई गर्ने तेलमा, अनि त्यसपछि मरमसला हाल्ने, अनि अचार जस्तो बनाउने क्या है। धेरै छन् त, कति 8-10 किलै हुन्छ क्या अरे होइन 4वटाको त। अनि त्यही भएर ईदमा फेरि के दिनको 10 चोटि कपडा फेर्ने कि। हेर्नु यस्तो कपडामाथि कपडा खपाएकी छु। हावाले उतै लैदिन्छ यतै लैदिन्छ, चाप्ने पनि रहन्छन् धेरै। अनि त्यो बाकसमा रेडी हुँदैछ कि भित्र कोइला हालेर ढुङ्गा पकाइराखन्। कपाल झरेर तालु भइयो है। बरु अलि माथिबाट झर्नु नि, अलि ठुलो निधार चाहिएको थियो मलाई। मुख पनि यत्रै छ क्या मेरो, ठुलो मुख चाहिने कि मलाई फेरि। अनि फेरि बिहान आफू त त्यही लाहाम र त्यही खसीको मासु र भात लम्काइयो नि त। अनि यता अनि अर्का खा बरस त गरेर आइकिन। यस्तो छ गाइजहरू।